आजको क्वेसन नम्बर 1 मा रहेको छ, जय स्थिति मल्लले नेपाललाई कति जात र वर्णमा विभाजन गरेका थिए? यसको सही एन्सर रहेको छ 4 जात 18 वर्ण। क्वेसन नम्बर 2 मा रहेको छ, हिन्दू धर्मशास्त्र अनुसार नेपाली समाजलाई कति आश्रममा विभाजन गरिएको थियो? यसको सही एन्सर रहेको छ 4 भागमा। क्वेसन नम्बर 3, नेपालको सामाजिक संरचना केमा आधारित छ? यसको सही एन्सर रहेको छ वर्णाश्रम व्यवस्थामा। क्वेसन नम्बर 4, हिन्दू धर्ममा मनुष्यजीको उद्देश्य 4 पुरुषार्थ प्राप्तिलाई मानिएको छ। ती 4 पुरुषार्थ के हुन्? यसको सही एन्सर रहेको छ धर्म, अर्थ, काम, मोक्ष। क्वेसन नम्बर 5, शालिग्रामलाई कसको अवतारको रूपमा पूजा गरिन्छ? यसको सही एन्सर रहेको छ भगवान विष्णु। क्वेसन नम्बर 6, बराह क्षेत्र कहाँ पर्छ? यसको सही एन्सर रहेको छ सुनसरी। क्वेसन नम्बर 7, पुष्करिणी र सिद्धार्थ नामक पोखरी कहाँ रहेका छन्? यसको सही एन्सर रहेको छ लुम्बिनी। क्वेसन नम्बर 8 मा रहेको छ, षट्कोणलाई कसको प्रतीकको रूपमा लिइन्छ? यसको सही एन्सर रहेको छ सरस्वती। क्वेसन नम्बर 9, गाईलाई के को प्रतीकको रूपमा पूजा गरिन्छ? यसको सही एन्सर रहेको छ लक्ष्मीको रूपमा। क्वेसन नम्बर 10, काठमाडौँ उपत्यकामा भ्यागुतालाई जनै पूर्णिमाका दिन भात खुवाउने गरिन्छ भने कुन दिन भ्यागुताको पूजा गरिन्छ? यसको सही एन्सर रहेको छ गुरु पूर्णिमाका दिन।